उपरहुटीलाई परहुटी अरे These streamers silently roasted people without them realizing. First, speech. Hare Rama, Hare Rama, Rama Rama, Hare Hare. आज यहाँ विशेष कार्यक्रम भइरहेछ। बुवाले यो कार्यक्रमको बारेमा केही भनिदिनु न। आज 2083 साल वैशाख महिनाको 20 गतेदेखि लगेर 23 गतेसम्मको कार्यक्रममा अहिले हामी 22 गते आइपुगेका छौँ। आज हाम्रो गोलोकगञ्ज उत्सवको कार्यक्रम अनि यहाँ शिवजीको स्तोत्र पढियो, श्रीमद् भागवत पढिँदैछ अनि लक्ष्यवर्तीको कार्यक्रम थियो अनि हाम्रो नातिको वर्तमानको कार्यक्रम भोलिको 23 गतेको लागि छ। यसै गरेर हाम्रो वास्तु पूजा, गृह पूजा अनि सबै देवी देवताहरूको नवग्रहको पूजा अनि कन्याकुमारीहरूको पूजा अनि गोलोक धामको उत्सव सबै मिकाजी हुँदै हुँदै भोलिको दिनमा हाम्रो वर्तमानको कार्यक्रम भएको हुनाले 2083 साल वैशाख महिनाको 23 गते अनि भेट दिने कार्यक्रम, मन्त्र सुनाउने कार्यक्रम र अब यस्तो हुँदै अनि 24 गतेको लागि चाहिँ हामीले सबै इष्टमित्रलाई पार्टी प्लेसमा
जम्मा हुने हाम्रो यही कार्यको भोजालाई भोजन गरिग्रहण गर्नको लागि उपस्थित हुन्छ भन्ने आशा राख्दै मैले यहाँ आजको कुरालाई मैले ल मेरो नाम धर्मप्रसाद परसाई हो र मेरा बुबा आमाको नाम चाहिँ भक्ति प्रसाद अनि चन्द्रकला, हजुरबुवाको नाम चाहिँ महेश्वर कृष्णमाया अनि मेरा प्रपिताको नाम चाहिँ चन्द्रदत्त भवानी पद्मा र मेरा छोरा जेठा छोराको नाम विष्णु कुमार, दुर्गा बुहारी अनि माइला छोराको नाम केशव प्रसाद अनि गीता बुहारी अनि कान्छा छोराको नाम कृष्ण प्रसाद अनि तारा देवी अनि बबिता पनि हो, दुईवटा नाम छन् र अनि मेरो नाति चाहिँ कीर्तन भनिन्छ, लोकनाथको नाम हो तर कीर्तन भन्ने गरेको छ। नाति किसा अनि यसै गरेर विभूति, अर्को सक्सेक छ हाम्रो एउटा नाति, यसै गरेर अर्को नातिको नाम के अरे जेठी छोरी विमला र विमला बाह्रकोटी, जेठो नाति हिमाल बाह्रकोटी, अब उनको जहाँको नाम बुहारीको नाम निमिषा बाह्रकोटी, छोरीको नातिनीको नाम हेउना बाह्रकोटी सङ्ग्रौला, यसै गरेर अनि कान्छा ज्वाइँको नाम चाहिँ गणेश प्रसाद घिमिरे हुनुहुन्छ। यसै गरेर छोरी कान्छी छोरीको नाम चाहिँ सुशीला परसाई घिमिरे भन्छन्। अनि त्यसै गरेर अब हाम्रा इष्टमित्र ससुराली दाजुभाइ बन्धु वर्गाली र इष्टमित्र मामली ससुराली कुटुम्बेरी सबैजनाको यहाँ आज जम्मू भयो, सर्वस्थिपति पनि भयो। यही कार्यक्रममा सबै हामी उपस्थित भएका छौँ। हरिओम तत्सत। अब मलाई त आज त खुब रमाइलो हँसिलो रमाइलो लागेको छ। हजुरहरूलाई कस्तो लागेको छ, हजुरहरू यहाँ इष्टमित्रलाई कस्तो लागेको छ, मलाई त आज बहुत खुसी लागेको छ। मेरा नाता नाला इष्टमित्र जम्मै भेला भएको हुनाले म आज धनी भयो जस्तो लाग्छ कि सबै मेरा मान्छे धेरै भएको जस्तो लागेर म त खुसी भएको छु। र अब म त यहाँ गोलोक उत्सव पनि भएको हुनाले हाम्रो धाम त गोलोक जाने हो, वैकुण्ठ जाने हो, म मात्र जाने होइन सबै जाने हो। फेरि एक्लै जाने होला भनेर नभन्नु होला, सबै जानुपर्छ, वैकुण्ठ जानुपर्छ, गोलोक धाम जानुपर्छ। यस्तो हुँदै हुँदै हामीले यो कार्य गर्दै लानुपर्छ। अब भोलिको कार्यक्रममा भोलि भन्नुला, आजको कार्यक्रममा यति नै भने मैले। हरिओम तत्सत। मेरैसँग काम छ अहिले दलदला यहाँदेखि सुरु गरेर आसन त्यो ती राख त्यो प्लेट सुन त ओम ब्रह्मणे नमः अति राखिदियो त्यही क्रमले सबै पाद्यम आइगयो नि पारा हस्तयोर्घ्यम थोरै थोरै त भिड छैन शिरमा बान्ने हो। हजुर सर्वाङ्गे स्नानीयम, अर्को पञ्चामृत स्नानम, अर्को शुद्धोदक स्नानम समर्पयामि। ओम ब्रह्मणे नमः त्यही पूजा गरेको हो। सपुज्ञ उपमा अष्टविष्टा सप्तम सप्तम ब्रह्मणे नमः। दोस्रोमा कुश राख्यो भने ओम इदं विष्णु विचक्रमे त्रयधानि बिचकोमा यहाँदेखि दलदला चढाउन थाला आएको थोरै छ। ओम पादयो पाद्यम हस्तयोर्घ्यम मुखे आत्मनीयम सर्वाङ्गे स्नानीयम पञ्चामृत स्नानम पञ्चामृत स्नानान्ते शुद्धोदक स्नानम शुद्धोदक स्नानान्ते गन्धाक्षतपुष्पाणि समर्पयामि। नमस्कारामि। तिल चढाइरहेको खान्छ। ओम विष्णवे नमः। तिल छैन हो सत्य। ओम विष्णवे नमः। अब अर्कोमा ओम ब्रह्मा विष्णु रुद्रदेखि चढाउन थाला। ओम आसनं समर्पयामि। ओम आसनं समर्पयामि रुद्राय नमः। पाद्यं समर्पयामि। पञ्चामृत स्नानं समर्पयामि। पञ्चामृत स्नानान्ते शुद्धोदक स्नानं समर्पयामि। शुद्धोदक स्नानान्ते अक्षता फुल्न्यास तिल जबर छोडाइदियो तिल जो फुल्न्यास ओम विष्णु रुद्राय नमः। यो पनि जो पनि छोडाइदियो यो माथि धान धान जस्तो धान धान घोरा पापकासिनी ओम रुद्राय नमः। तिनै ठाउँ चढाएर खान्छु। ब्रह्मा विष्णु रुद्रेभ्यो नमः भन्यो।
अब यो भनिदिन्छु ल पहिला 100 रुपियाँ हुन्छ सानो भात अनि हल्लाको हल्लै गर्नु मेरो बाबुले नै ठुलो बाबुले अब सानो बाबुको चाहिँ बाँकी छ त्यहाँ हाम्रो अस्ति भनेको नि प्रवेश नेउपाने सर भन्न दाङकै दामको हजुर उहाँको कान्छी बहिनी भनेको हाम्रो के अरे गोविन्द सरको कान्छी छोरी एकता यहाँ सुजाताकी दिदी बहिनी साथी एकदम साथी फोन गर्नु त्यसो भए सुजातासँग फोन गर्नु अनि सुजाताकी बहिनी एकताकी एकतासँग म पढेको हो र छोराको बिहे के व्रतबन्ध सँग हाम्रो भाइ हजुर सबै एउटै यसका व्रतबन्ध बेला युरिन दुईतिर जस्तोमा हो हातमा छिर्दैन होला के गर्नु छिर्छ छिर्छ त्यहाँ होइन माथि ल भइहाल्यो नि होस् न भइहाल्यो नि माथि कामतिर पर्छ त सेलुलाई हिजो माथि बनाएको राति राति खाइसक्यो यो एउटा यहाँ राख्यो ल अनि भयो भयो अब यसलाई यसो गर्नु यति बाँधिदिउँ न यो पहेरोले बाँधिदिउँ न प्रवेश डक्टर अहिलेमा उसमा अघि त्यस्तै पार्न खोजेको खास गरी चाहिँ यसरी हो नि त त्यहाँ उसमा पनि हो के अरे मेडिसिन अनि अगाडि जन्म छोडिदिन्छ भनेर ल भयो भयो अब भयो भयो यहाँ सबैजना आत्तिनु भयो दुधका कसको भिडियो बनाएर
को कार्यक्रम समाप्त भएको हुनाले आज बुटोलबाट पाल्नुहुने मेरा हृदय देशका साथीका छोरा अनि राधे परिवार दिदी बहिनी दाजुभाइ भाइ भतिजा मेरा हृदयका मुटुका टुक्राहरू उपस्थित भएर यो आजको यो हाम्रो कार्यक्रमलाई 20 गतेदेखि नै जुन कार्यक्रम हुन्छ सबै कार्यक्रममा उहाँले भाग लिएर यहाँको कार्यक्रम गर्नुपर्ने के काम हो, रोटी पकाउनु पर्ने, अरूको के गर्नुपर्ने, पिठो मुस्ती खुवाउने पियाउने सबै काम चाहिँ उहाँहरूले निस्वार्थ भावले यसरी गरिदिनु भएकोमा गोलोकवासी भगवान्ले पनि रक्षा गरौँ, यो जगतजी पशुपतिनाथले पनि रक्षा गरौँ, मेरो पनि हृदयदेखि नै सबैको रक्षा होस्, सबैजनाको रक्षा होस् भन्दै मैले कहिल्यै हिँड्दाखेरि ठेस नलागोस्, बस्दा केस नजरोस्, भगवान्ले सबैलाई रक्षा गरौँ, हाम्रो पितृले पनि बङ्गे सबै इष्टमित्रको कल्याण गरौँ, हिँड्दाखेरि कहिले पनि नराम्रो विगति कल्पना नहोस्, कहीँ ठेस नलागोस् र सोचमा पनि मनमा पनि त्यस्तो नआओस्, भगवान्ले सधैँभरि कल्याण गरौँ भन्ने मेरो भावनाले हजुरहरूलाई मैले यो आशीर्वाद मैले हजुरहरूलाई भगवान्को लागि साथी राखेर